बाबु अलिकता अहिले चिरेर ठिक्क सानो 29 वटा त हामीले त्यहाँ बेग्लै किसिमले थाप्नुपर्छ। वल्लभं जानकी नायकं रामचन्द्रं भजे मत्स्यकूर्मो वराहश्च नारसिंहश्च वामन रामो रामश्च कृष्णश्च बुद्धकल्की तथैव च विष्णु 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 श्री कृष्ण भगवान। बहिनी नरौ है, चित्त बुझाऊ है, जे परे पनि सहन जन्मिएको हामीहरू भगवान बरु शरीर देखेरै चित्त बुझ्थ्यो, बोल्न त बुझ्दैन बाबुआमाको शरीर, तैपनि बुझाउँ, बुझ्नै पर्यो। विष्णु नारायणम कृष्णम, विष्णु भगवानको नाम सम्झ्यौ तिमीले नि, विष्णु नारायणम कृष्णम माधवम मधुसूदनम। कुशको हामी पुतला बनाउँछौँ। कुशको पुतला भनेको पवित्रलाई एउटा पार्थिव शरीरको रूपमा मान्छौँ। यहीँ बनाएर बोकेर लगिन्थ्यो, आमाको मनले धान्न सक्दैन होला भनेर, अनि लगेर ठिक्क पार्छौँ, वहाँ जलाउँछौँ। रुद्रलाल होइन त बाबु, रुद्रलालको आत्मालाई चिर शान्ति मिलोस् है। अब हामी जानी काम गरौँ। मनमा विष्णु भगवान श्री कृष्ण भनेर सम्झ्यौ है, मेरो छोरोको स्वर्गको बास होस्। राम नाम सत्य हो, राम नाम सत्य हो। तथैव च श्री राम नाम सत्य हो, 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 श्री राम नाम सत्य हो। डाकाले खायो या डाकाले मार्यो या कहीं आगोमा जल्यो या कहीं पानीले बगायो, चोरले मार्यो, जङ्गलमा मर्यो र लास पाइएन भने कुशको पुतलालाई बनाएर त्यही खरानी नदीमा बहाएर त्यही तिथिलाई लिएर गर्नु भनेको हुनाले मैले आज त्यसैलाई लिएर यो शरीर बनाएर जलाउन लगाएको हुँ। लोमभ्यस्वाहा भनेर, लोमभ्यस्वाहा सम्झ्यौ है वचन मैले भनेकै छु। शरीरलाई सुखसँग जलाएर स्वर्ग लगिदेऊ है भनेर। मत्स्यकूर्मो वराहश्च नारसिंहश्च वामन रामो रामश्च कृष्णश्च बुद्धकल्की तथैव च। उत्तरपट्टि शिर पारेको छु भनेर यसो उत्तर ठिकै छ, थोरै यो कपडा यसो उल्टा महलो चाहिँ ल मुख सम्झेर त्यहीँ राखिदेऊ झिकेर। अच्युतम केशवम रामनारायणम, हात जोडौँ है सबैले। अच्युतम केशवम रामनारायणम कृष्ण दामोदरम वासुदेवम हरिम। राजु भन्ने केटो, हामी राजु भन्थ्यौँ रुद्रलाल। यो केटोलाई या कसैले ललाई फकाइ लगेर लग्यो त्यो हामी जान्दैनौँ। भनौँ एउटा ठेकदारहरूले काम गर्न भनेर कालीकोट लगेर एकैचोटि हामीले के सुन्यौँ, आमा बाउ इष्टमित्र दाजुभाइहरूले आउला 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 भनेको ठाउँमा तेरो छोरो छैन मार्यो रे माओवादी भनेर।
On the 28th of November 2001, Rajkumar Shrestha, or Raju as he was known, left his home in the village of Jogimara in Dhading district, just west of Kathmandu. He was one of 20 men from his village to go to work on Kalikot's Kotbara airport in western Nepal. पहिला चिन्नेको ठेकेदार हो यो भन्दा पहिला आदमघाट काम गरेको अनि त्यहाँबाट राम्रै चिनाइरहनु भयो अरु ठेकेदारले भन्दा पैसा अलि माथि पनि दिने बनाए बेला काम पनि अलि गर्ने अब आफूले आखिरी परेमा काम पनि सार्ने त्यो भएपछि गाउँको दाजुभाइ सबै जाम बने यहाँबाट सुर्खेत भयो भोलिपल्ट डुङ्गेश्वर त्यहाँबाट रामाघाट त्यस्तो बासबासै तपाईको सर 7 दिन लाग्यो पुग्न 7 दिन लागेपछि भोलिपल्ट गएर काम गरियो भोलिपल्ट पनि गरिएन अझ तपाईको 20 गते 19 गते पुग्यो 20 गतेबाट सुरु भयो कामको पुरा दुर्गम क्षेत्रलाई हेर्नुस् बाजो भारी भिड तपाईको बिहान यस्तो पोखरीमा बसेको पानी त सिसा जस्तो हो नि जमेर हेर्नुस् त्यस्तो हो नि यो ज्यान फुट्नी पटपट मेरो यहाँ आइकन बिसो भयो नि सर ज्यान त तपाईको यहाँबाट गएको 15 दिन पछि मात्रै साथीहरुसँग राम्रोसँग बोल्न भयो मुख फुटेर नत्र अलिकति आगरै खाना खान पनि नहुने तपाईको ओहो के लेख्थे यस्तो त्यस्तो ठाउँमा कहिले पुगिदैन तपाईहरु पनि चढ्न गाह्रो हुन्छ त्यस ठाउँमा Since Kalikot was a Maoist affected area and because the army had been mobilized to combat the Maoists, they were concerned about being caught in the crossfire. हेलिकप्टरले 19 गते पुसमा तपाईको माथिबाट फायरिङ 5 फायरिङ गरे एयरपोर्ट त्यो गरेपछि त्यो त्यहाँको मानदार बिष्ट भन्ने के जात हो हैन त्यो बिष्ट भन्ने उहाँले त्यो ढुङ्गा गोली त छ या त्यसै काम गरेकोले गएर ढुङ्गा ठडाउँदै गएर ढुङ्गाले लागेछ यस्तोमा र गोली यार लाग्यो भन्ने उ गर्न थाले हैन गोली लाग्यो भने ढुङ्गाले लागेको माथिबाट गोली भयो टछायो ढुङ्गा माथि रार लागेर त्यस्तो कुरा नि चलाए हो कि हैन त्यो गर्न सकिएन त्यो भएपछि अलग ढल्क काम गर्दै बस्दा त्यही अब मलाई त के लाग्यो भने मनमा यसो बच्न त त्यति गाह्रो जस्तो लागिसक्यो मलाई त्यहाँ कसरी गाह्रो लाग्यो भन्नुहुन्छ तपाईको त्यो माथिबाट फायरिङ भएपछि त्यो काम गरेर बच्न त गाह्रो छ यहाँ मलाई के चाहनासम्म के लाग्यो भने कमाउनुपट्टि भन्दा दामको भन्दा ज्यानको माया लाग्यो त्यसो भएर म घरतिर लाग्यो एउटा बिक एउटा मगर अनि हाम्रै छोराको साला मलाई जाने 3 जना चाहिँ आइयो ज्यान जोगाउनु पनि गाह्रै रहेछ त भने थियो उले त अनि किन त उनीहरुले नआएको भने आउनु दिएन मूल मिस्त्री तिमी हो तिमी चाहिँ जान पाउन्न भने भेनाजुलाई काम सिद्ध नगरिकन जान पाउँदैन भनेछ मेरो छोरालाई अनि छोरो बसेपछि अरु साथीहरु पनि जुन मिस्त्री उलाई काम दिनेहरु पनि रोकिएछ यो रेडियो नेपाल हो अब गोपाल बस्नेतबाट समाचार सुन्नुहोस् सेती अञ्चलको अछाम जिल्लाको सदरमुकाम मंगलसेनको सुरक्षार्थ तैनात सुरक्षा फौजको टोलीमाथि सशस्त्र माओवादी आतंककारीहरूको ठूलो जत्थाले हिजो राति गरेको आक्रमणमा सुरक्षा फौज तर्फका 48 सैनिक जवानहरू तथा प्रहरी सुरक्षा कर्मीहरूतर्फ 49 जना समेत प्रमुख जिल्ला अधिकारी राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र उहाँकी श्रीमती र 1 जना हुलाकका कर्मचारी र 1 जना स्थानीय व्यक्ति गरी जम्मा 102 जनाको दुखद निधन भएको छ सुरक्षा फौजको थप मद्दती टोली घटनास्थलमा परिचालन भइसकेको र घटनास्थललाई चारैतर्फबाट सुरक्षा घेराबन्दी गरी आतंककारीहरूको व्यापक रूपमा खोज तलास गर्ने कारबाही भइरहेको कुरा पनि रक्षा मन्त्रालयले जनाएको छ Responding to the biggest government setback so far, the army became active in search operations in the neighboring district of Kalikot as well.
When an army helicopter and patrol reached the airport construction site in Kalikot, some Maoists who had mingled with the laborers fired a few shots at the helicopter before heading off. After that incident, the contractor ordered the local laborers to stop coming to work. But because it was not possible to leave the place at that time due to army operations, the contractor as well as the laborers from Jogimara and other places were forced to stay put. A few days later, soldiers arrived at the construction site and began shooting at those living there. A total of 35 people were killed. Among the dead were the 17 laborers from Jogimara, workers from other parts of Nepal, the contractor, 2 children and some locals. अछामको मङ्गलसेनमा आक्रमण गरी जंगलतर्फ भागेका सशस्त्र माओवादी आतंककारीहरूको सुरक्षा फौजले व्यापक रूपमा खोज तलास गरिरहेको र सोही क्रममा अछामको छिमेकी जिल्ला कालीकोटका विभिन्न इलाकाहरूमा सुरक्षा फौज र सशस्त्र आतंककारी बीच अस्ति दोहोरो भिडन्त हुँदा ठूलो संख्यामा सशस्त्र आतंककारीहरू मारिएको रक्षा मन्त्रालयले जनाएको छ। सुरक्षा फौजको पछिल्लो कारबाहीमा 76 जना आतंककारीहरू मारिनुको साथै विभिन्न किसिमका हतियार एवं विस्फोटक पदार्थ बरामद भएको छ। म ती काम गरेर आएको मान्छे हो। खासै सरकारले के भन्नु खायो भने माओवादी हुन सक्छन्, घर माओवादी लागेला नि मरेला नि भन्नु खायो। सरकारले पक्षबाट त्यो कुरो छ रे, तर त्यो त भन्न नमिल्ने कुरो थियो। हामी त यहाँ मजदुर गएर त्यसरी काम गरेको, घरहरू पनि अब यस्तो पाहाडमा बसेको होला किली बाहिर गएर अलिक कमाइ होला किली बाहिर जाने सर हो कि भन्नु त अलिक घरमा पुँजीपति हुने भने घरै बस्थ्यो, खुट्टा हल्लाउँथ्यो खान्थ्यो। अब त्यही हो सर। अब 8मा पढाए मान्छे नि आएछ भर 2-3 पढेर भर 2-3 पढ्ने त्यसपछि उल्के लाए गयो भसकै भइगयो। अब के गर्नु। अब लिएर गएर हाम्रै बुङराङमा मेरै कान्छोबाको छोरी लगायो उति छन्। मेरो 2टा छोरा। आज जा नागरिकले त फोटो देखाइदिउँ, छोराको फोटो पनि छ। अब घटना भएको कति गते हो, कुन महिनामा हो, फागुन 11 गते भन्छन् घटना भएको। मैले समाचार पाएँ रेडियोमा, आफ्नो घरमा रेडियो छैन, भाइसाथीको रेडियोमा मसान्त दिन 9:30 बजे बेलुकाको त्यस्तो घटना भयो अरे भने। अनि 7 बजे 1 गते 7 बजे फेरि भाइसाथीले त्यस्तै समाचार दिन्छन्। कालीकोट संसदले धादिङ जिल्ला जोगीमारा गाविसको 17 जना काम गरे खाने मजदुर परे रे भन्छन्। के हो कसो भनेपछि ओहो भाइ मेरो पनि त्यहाँ छोरो गइरहेको छ, मेरो पो भुलचुकमा परे कि कुनै आतङ्कमा परे कि भनेर फेरि रेडियोबाट समाचार सुन्नु जाँदाखेरि 7 बजे गुड्किसके। अब 8 बजेको अब अङ्ग्रेजीको समाचार त हामीलाई के थाहा। अब नेपाली त भैँसी बराबर कालो अक्षर छ, अनि अङ्ग्रेजी के को थाहा। र फेरि होइन गाउँमा भन्दा केही न केही हुँ बजारमै थाहा हुन्छ, केही न केही आउने जाने चाहिँ कुनै भाइ साथीहरू हुन्छन् हाम्रो ठुल्ठुलाहरू, त्यसमा बुझ्न जाउँ भनेर अनि फेरि बुझ्न भनेर हरेर दौड्ने फेरि। अनि त्यही 7 जना जुटिएन। पहिलाचोटि दाइरे म पुगेँ, माथि दाइरे म पुगेँ। अनि तल दिदी छ एउटा मिटिङ दिदी, अनि उनले हामी नपुग्दै मुगलिन फोन गर्न पठाएछन् ठेकदारलाई अथवा संसदलाई फोन गर्न पठाएछन्। र अनि उताबाट आइपुगेर ल फोन उठेन कसो गर्ने भन्नेमा पुगेँ। 3 दिनसम्म त्यहाँ बसिसकेँ, म पत्तो लगाउन सकेन। यही न हो भनेर फोन पनि भाइसाथीलाई लाछु, केही पत्तो चलेन। 1 दिन बिराएर तल हिँडेछु सर बजारमा, कुनै भाइसाथीले कुनै मलाई सहायता पो दिन्छन् कि कुनै उपचार पो गरिदिन्छन् कि मेरो छोरो पो ल्याइदिनु सक्छन् कि होइन। केही न केही नेपालको मान्छेको लास नेपालमै बितिँदा पनि नेपालमै लास आइपुग्न भने मैले कसो गर्ने के गर्ने भनेको छु, रुवा छु, जौल्यात गरेको छु। कुनै मेरो लागि अघि बढ्ने भएन। न त के अरे लास
न त सास, न त आँखा पर्नु, न त हात पर्नु, विश्वासमा विश्वमा मैले काम फुकाइदिएको छु छोरोको। र कामको भोलिपल्ट ठुलबाडी उठेर मै त हिँडेँ। पर्सिपल्ट 16 गते माइलीबाडी उठेर मै त हिँडेँ। अब त्यहाँ 2 जना मरेको, अहिले त्यहाँ अब 2 जना दुई भाइ छोरा मरेको थियो त। अब 5 जना अहिले घरबाट निस्किहाल्नु हो। अब निस्किनु परेन। अब छोरा मरेको अब बुहारी हो, बुहारीहरू 2 बहिनी निस्किए। अब निस्किनु पर्यो नि। अब एउटा बुहारीको त माइत गए, मेरै बहिनी आएर यहीँ तल बसेको थिएँ। परिवारमा को छ र हजुर? मेरो अब यहाँ 3टा छोरी, 11 वर्षको कान्छो छोरो छ। सुख दिन त अब गइगयो मेरो। 11 जना जानमा अहिले 6वटा लिएर बस्नु परेको छ। 11 जना जान्थे मेरो। दुखिरहेछ। एउटा घाउ लाग्दा कति दुख्छ, 2वटा घाउ लागेछ मलाई। 2 जना मऱ्यो भने 5 जना मरेको छ मेरो। दैले लागे जस्तै भयो। अब घटना त हो कि क्षति त अब सबैले उत्तिकै हो। छोरा मरिसकेपछि खास गरी जानाको घरको 2 जना मरे चाहिँ मेरो यहाँ बुङराङको पुसैको र उहाँ गोइराङ गुरुङको। यहाँ आलु रोप्ने हामी मात्रै सक्दैन, बोसौँ भनेको थियो। म त जाने लुगा फ्यात्तै झिएर गइगयो। समाउनु सकिन के गरेर। त्यो नागेर जाने चिने थिएन। नराम्रो गइरहेर सुन्छ, राम्रो चालफाल सुनिन होइन। अनि हामी त के मूर्छामाथि मूर्छा पर के गर्ने। सोध्दै छोराहरू गयो, जम्मै भर्सक्कै कुल्लीमाथि कुल्ली न कुल्ली जम्मै भर्सक्कै चप्परी भएर डढेर चाहिँ बस्या नि भनेको छ। मान्छेको शरीरले लैदो ल्याइदिनुपर्छ राम्रो तसिँदै। आफूलाई पिरमाथि पिर खोपी खानु सकेन आफू। यस्तो चाहिँ पिर गरेर नि मानिसहरूले अलि पिर गर्छ। बाध गऱ्यो भने आँखाबाट आउँसो चुन्छ, बाधरी नै नखाएर बसेछ नि, नखाएर बस्छ। के गर्ने र। कोही 1 भाइ छोरा पनि थियो सर। 1 भाइ छोरा हुन् तल घट्टमा। त्यहाँका चाहिँ गए फर्किएर। अब रुवाहान के अरे, अब के गर्ने। 1 भाइ छोरा छ। त्यतिकै अब म यो जग्गा बेच्छु, म यहाँ बस्दिनँ भन्नुभएको। अस्ति म गएको थिएँ। यो जग्गा बेच्छु, म यहाँ बस्दिनँ। अब 1 जना 2 जना होइन, जम्मै गाउँै कोही फर्केर छैन आजसम्म। अब कोहीको क्रिया गरिसक्यो। Dhanmaya's niece, who is also Rajkumar's wife, is among those who have completed the funeral rites. She had to undergo more than one tragedy. Not long after news of her husband's death, her grandfather-in-law died. Then a day later, her month-old child also died. To come to terms with her loss, she has been alternating between her parents' place and her own home. The situation is not much better at her parental house. Her own brother Manju Thapa and 2 cousins were killed in Kalikot. फोटो त्यो भाइले के जतिखेर त्यहाँ यसो हेऱ्यो भाइ देख्ने बित्तिकै मेरो भाइ त मरेको फोटो यहाँ यस्तो छ भन्ने। अनि दाइ चाहिँ पनि अनि दाति हेरौँ भन्दा नहेर्नु बस भनेर कता काटेर लुगाएर राखेको छ कि त्यो झुलक्कै देख्यो नि। अनि भाइ यस्तो भाइ के कसरी मऱ्यो होला भन्ने। अनि त्यो पनि त्यो काटेर लुगायो कि। Geeta's uncle and his wife live 2 hours away from Geeta's house. Their 16-year-old son Bhim Bahadur Thapa was among those killed in Kalikot.
अरू त पहिला काम गरिरहेको अनि ऊ पनि जाने म पनि अहिले मैले नजाँदा भन्दै नि ऊ पनि जाने साथीहरू जान्छ दाइहरू सबै जान्छ दाइहरू भाइहरू जान्छ ऊ पनि जान्छ भने जाने बेलासम्म मैले पनि भयो नजा भनिराखेँ जाने भनेर ऊ पनि हिँड्यो फोटो हेर्नु मलाई के हेर्ने फोटो हेरेपछि मलाई आउँछ अब दुरुस्तै निस्किरहेको छ यस्तै अब जस्तो पहिलाको छ उस्तै छ यहाँ अब देख्ने साथ आफ्नो मन ढल्केर आयो के हेर्नु त्यही भएर हेरेको थिएँ मैले हेरेको अब के हो नि त्यो फोटो हेरेर अब बोल्नु पाए पो बोल्ने मिसिन पाए पो रमाइलो आफ्नो मन ढल्केर आइहाल्छ हेर्ने साथ Another of Gita's uncles, Indra Bahadur, lost his 15-year-old son Gyan Bahadur in the Kalikot incident. यता जान्छ उता जान्छ भन्नु न कहाँ जान्छ कुली भन्दा जान्छ रे अलि टाढा जाने रे काम गर्नु अलि पैसा पाउने ठाउँमा जाने रे मात्रै भन्यो त्यहाँबाट त त्यतिकै नर जात नि अब राम्रै गर भाइसासँग लड्नु हुँदैन टाढाको मेलामा ढुङ्गाले चेप्ला मुढाले चेप्ला साथी लडेर तोर घाउ पर्ला भनेर भनि पठायो आखिरीमा झन् त्यस्तो पो भयो For Indra Bahadur, the sorrow over losing his third son is greater than that of his two other sons who died in infancy. जन्म भएको जम्मा 8 जना 8 भाइ हो 4 बहिनी 4 भाइ 4 भाइमा एक भाइ पाएको 10 महिनामा बित्यो त्यसपछि त्यो माइला छोरो त्यो पनि 3 वर्षमा बित्यो त्यसपछिको फेरि त्यो साइला हो भन्नु अनि त्यो गाएको 15 वर्षको त्यो 15 यो साउनले अब 15 मा थियो साउनले ओल्डो 12 दिनको हो त्यो एक गतेमा 16 देखि थाल्थ्यो 16 मा थाल्थ्यो एक गते साउनले Like Indra Bahadur, Man Bahadur too lost his son. For these two neighbors and others like them, the loss is greater since their sons were the only support for their old age. मैले नजा बाबु नजा आमा को पाल्ने बाबु को पाल्ने भर्खर हुर्क्यो या कोलालो समाइदिन्छ कि या हँसिया खोदिन्छ कि नाम्लो खोदिन्छ या मुठा घाँस खाने भैँसी भयो भने मोल हुन्छ मोल भएपछि मकै घोगा ठुलो हुन्छ हिँ खानु पाउँछ भन्दा आमासित नबोलेर मसित नबोलेर झोला सोला पनि हामीले देखेन साथी सल्लाह भएर यसरी हात फर्काएर नजा बाबु भन्दै निस्केर बोली पनि मिसेन घरमा भात नि खाएन साथीको लैलै हामीले जाऊ बा दुःख पायो 4 पैसा कमाऊ यहाँ 4 पैसा पाउँदाखेरि वहाँ 5 पैसा पाउँछ रे पठा पनि होइन सल्लाहसित गाडी होइन यहाँबाट त्यतिकै पिर्छ मेरो छोरा कहाँबाट Until the 27th of November, the master of this house, Chitra Bahadur Praja, used to live here. The next day, he went along with his fellow villagers to work on the Kalikot airport. यसै ऋण धन गरेर दसैँ मानियौं अब सारहरुको तिर्नु पर्यो माग्छन् अब नभए चाहिँ न गुरु होस् न बाख्रा न कुखुरा बेचौं छैन आउने आइस्ताहरु कहीँबाट हुन्न यही कुली काम गरेर नै जीवन बिताउने हामी कहिले देखि भने अब भनौं न जुजे 12 चाहिँ देखि नै हामी के रे कुली काम हिँड्ने यस्तै 6 महिना खाने 6 महिना अनिकाल यस्तै वास्तवले गर्दाखेरि त्यो ऋणको बारेमा ले गर्दाखेरि विरुद्धतिर जानु भएको थियो मैले के भन्नु भएको थियो भने थिए बालाई नजानु बा तर ऋण धनको लागि
मागजाङ गर्नुपर्छ। अब साउसँग माग्दाखेरि कसैले थुक भने थुक्ने ठाउँ छैन हाम्रो हेर्नु सर भन्दा दिदी यो एक वचन बोलेर जानुभयो तर के गर्ने त नपाएपछि त्यस्तै पिछडेको ठाउँ भएको बाले नै बालसकेसम्म नजाऊ नजिकै काम खुल्छ होला त्यहीँ गरौँ भनेर चाहिँ इत्यादिले गरेको थिएँ र बाबुको नै आफ्नै जबरजस्तीले गर्दाखेरि ऋण लिपेर यतै भराबजालाई लाउन खान पनि धेरै कठिन हुनुभयो र 30-60 वर्षको बुवा चाहिँ आफै बाटो ल्याएर जानुभयो। मर्न लागेको बच्चाहरू थिए त्यो बेलामा त्यस्तो बच्चा पनि छोडेर जानुभयो साउली पिरेर के भने खाना मागेपछि खाएपछि तिर्नु पर्यो सर बिमान गर्नु त भएन भनेर चाहिँ बहुत दुःख कस्तै गर्न जाउँ भनेर जानुभयो। Govinda does not live in his father's house. That is why the responsibility of looking after these 5 children falls solely on the shoulders of the 40-year-old widow Sukmaya Praja. Jogimara is now a village of widows and orphans. The incident in Kalikot has deprived 18 children of their fathers. 10 women have been widowed. Some of them are still minors. हामीलाई थाहा छैन मर्यो भन्छ। The fate of Mankumari Praja, the widow of Dilla Praja, is no less tragic. She had been hoping that her husband's earnings would pay for the repair of their hut that had burned down the year before. मेरो नाम बिर्सिहाले के भन्छ मनकुमारी। अब घरमा खानेकुरो छैन। अब बालबच्चा राम्रो गर म कमाएर आउँछु म खेती लगाउन आइपुग्छु टिप्ता गरेर राख बालबच्चालाई राम्रो गरेर बस म चैतको महिना आइपुग्छु भनेर जानु भएको हो। आइपुगेन मैले के गर्ने अब घर छ त्यस्तो बुढा छ यस्तो आइपुगेन अब खेती नि अब घरमा खेती लाउने छैन के गर्ने के गरी लाउने मारे गएँ यो मेरो आफ्नै बहिनी हो मारे उहाँ देवर हो म त यहाँ बस्नु मन लागेन जान्छु बहिनी देवर भाता भनेर झरेर बसिरहेको छु। मेरो यो 3टा नानी छ मैले के गरी पालेर खुवाउने जमिन जग्गा छैन जमिन जग्गा त्यही हो घर छ त्यस्तो हजुर मैले के गर्ने अब। Jogimara is suffering the loss of its youth. Amongst those killed in Kalikot, 9 were under the age of 21. It has been 4 months since they died, but their memory still haunts their peers. दिमाग खराब हुने बेला भइसक्यो हामीहरूको हेर्नुहोस्। अब यो केटा भन्नु र यो गाउँको दुईटा छ। अब तल मेरो भाइ छ म छु सबै एकैचोटि कुखुराको चल्ला घुर्किएको थियो
गए To conceal a dead body is considered a crime deadlier than murder by Nepali society. That is because absence of proof of someone's death makes it very difficult for those left behind, adding to the angst and suffering. अहिले आउँछ झैँ जस्तै लागेको छु घरबाट सधैँ निस्केको मानिस तैपनि कतै भागी नासी गएर भएको छ कि कतै आउनुको बाटो नपाएर बिचले भएर बसिछ कि अर्काको कामदाम गरेर नोकरी गरेर बसिया छ कि हैन एक मन त सर हामीलाई कस्तो लाग्छ मरै जस्तो पनि छ हैन काम गरिरहेको छ कि यहाँ त्यसैको उसमा भरमा नि काम गरिरहेको छ काम गरिरहेको छ यहाँ न कोही काम गरिरहेको छ न मरेछ अतङ्गमा परेछ हामी आज आश गर्दैछ हामी त मन किरे गरी भ्याए पनि आज मेरो मनमा त आज आउँछ भन्ने आश छ फर्केर आउँछ भन्ने आश छ मेरो किरे गरे पनि त्यसलाई चाहिँ अन्त्य बाहिर फेर राखेर किरा अब फेरि उल्टो सुल्टो फर्काएर राख्ने जस्तो छ मनमा आउँछ कि जस्तो लाग्छ आउँदैन आज आउला नि छैन भोलि आउला नि छैन खेती त्यसै भन्यो भने खेती नि लगाइसक्यो पागी नि छ खाने बेला आउँदैन के र मन रोया छ त्यतिकै नै आउनु त्यस्तो छोराछोरी कता गयो सम्झना मलाई छोराको त्यो त मलाई त जस्तो गएको रोगी भएर बिरामी भएर अस्पताल लागेन झाँक्री ढामी लाएन जसरी कमाउनु गए त्यसरी आउँछ भन्ने सम्झना त छँदै छैन यहाँ त कोक्याएर राखेको छ मेरो छोरा के भयो कसो भयो के गरेर मर्यो के गरेर कसो भयो जस्तो लाग्छ आउँछ कि जस्तो लाग्छ यो मनले कहाँ पाउनु आउने बाटो छैन के अरे आउँदैन होला मेरो छोरा जस्ताको तस्तै उभ्याउने मान्छेको पाउला त्यही त चिन्ता मान्दैछु हजुर के जस्तो लाग्ने र जसरी घरबाट गएछ उसरी आइदियो हुन्थ्यो जस्तो लाग्दैछ कहाँ पाउनु आउने बाटो काटिएछ शरीर यस्तो भइसक्यो हजुर यही बाटो गएको यही बाटो आउँछ भन्ने आश छ अझै कस्तो लाग्छ आउँछ कि त्यो झोलासोला लिएर गएको हातमा झुन्याएर घरमा अब यस्तो चिज पाल्नु म आउँछु यसरी कमाएर लिएर आउँछु ऋण धेरै नगर्नु भनेर गएको Because of such lingering hope, many have not even performed the funeral rites of their loved ones. छोरा बौलायो है ठुलो छोरा मेरो जेठा छोरा कान नछिने त्यो दिन लाडो थियो सात धानमा थियो बौलायो नभा काच्चो जागेर हैन एउटा कुरा के तरङ्गा हैन अनि नभा काच्चो जागेर पो होगी माथि कामी लिएर मगरले त गर्यो भने सुनेको छ नभा काच्चो जागेर होगी गोरु पर्छ कि जस्तो तरङ्गा पनि छ हैन तरङ्गा पनि छ गर्ने गरेछ न हजुर गरेछ न गर्नु चाहिँ अब हो र हैन ठ्यान छैन कतै कुना काप्जा आहा फुटेको हैन हात भाँचे खुट्टा भाँचे छोरा हैन है कतै कुना काप्जा अन्तकन्तमा लुगेर बया जोगेर बया यो बाउमा मन त्यो नि सोचेको छ नभा भसाभुसु हाँडीमा मगो भेट्ने नभा एकै था है एक गानु भयो के थाहा हैन अब टाढो कुरा हामी जाने हुन्न रे आउँछ भन्ने लागिरहेछ हामी गर्दैन 4-5 वर्षसम्म हामी गर्दैन The grief and anger of losing their near and dear ones for no reason manifested first in sorrow. With time, this sorrow is turning into a cry of the wounded. राजा सरकार किन बस्नु भयो होला जनता दुखी जनता नहेर्ने गरिब कुरा नहेर्ने लौमा चिन्दिनु पर्छ खैमा चिन्दिनु पर्छ के गर्न होला कसो गर्न होला त्यो पनि नहेर्ने लास्ट पाएदेखि त मर्ने चोला मर्यो त नि भनेर चाहिँ एक मन ढुक्क हुन्थ्यो होला सकेसम्म त सास
नसक्दाखेरि लाख त पाउनु पर्थ्यो। मैले जे गर्थेँ जलाएन जलाउँथेँ, दबाएन दबाउँथेँ। अहिलेसम्म मेरो छोरा नभए त्यसै पल्टेर के अरे काँडा टकटक्या जस्तो मासु टकटक्याएर काँडा मात्रै पो छन् कि के थाहा। अनि यो चाहिँ सरकारले के गर्दै हुन् अब के अरे काम गरे चाहिँ के अरे सरकारी एयरपोर्ट भन्छन् के अरे सरकारी एयरपोर्टमा काम गरे मान्छेलाई सोझो साधारण र जाली फटा छान्न किन सकेनन्। शान्त केटाहरू थियो, सुधो केटाहरू बिताइदियो यसपालि। सोझो जनता गरिबको छोरो खाइदिएनन् काँच्चै खाइदिए यो हेरिदिने कसले।